यो चाहिँ क्याम्पिङ टेन्ट हो, हामीले वालमार्टबाट किनेको। $99 है यसको प्राइस चाहिँ। अनि यसमा चाहिँ 6 जना मान्छे अट्दो रहेछ, 6 पिपल। अनि 2 एक्स्ट्रा स्लिपिङ ब्याग चाहिँ यसमा फ्री दिएको रहेछ। 2 स्लिपिङ ब्याग अनि 6 जना सुत्ने टेन्ट। सो हामीले चाहिँ यहाँनिर हाम्रो ब्याकयार्डमा सेटअप गर्न गइरहेको छौँ। कस्तो हुन्छ अब रिभ्यू पनि गर्दैछौँ हामीले यो प्रोडक्टको। सो अहिले यसलाई चाहिँ मैले खोल्दैछु। यो यसमा चाहिँ यो भित्र सेफ्टीको लागि यो बक्समा पनि राखेको हुँदो रहेछ। हेरौँ यहाँनिर के छ। लेट्स सी ओपन। ओ one sleeping bag. Oh sorry. One sleeping bag. Oh. Oh another sleeping bag. So 2 sleeping bag. अनि त्यहाँदेखि यो चाहिँ आई थिङ्क यो चाहिँ 10 हुनुपर्छ मेरो विचारमा। 2 स्लिपिङ ब्याग। अनि त्यहाँदेखि this one is a 10 for 6 people. So we're gonna set up here now. यो हुकलाई चाहिँ यसरी गडप यसरी यहाँ लगाइदियो। मेरो विचारमा सजिलो हुन्छ होला। यसरी गडप यहाँ लगाइदियो यसरी। यो चारै कुनाको ग्रुपहरू यहाँ कतिवटा चढाउनु पर्ने हुँदो रहेछ। छाताको काम गर्छ यसले चाहिँ। यसको यहाँनिर च्यारचारे हो लक होला, त्यो च्यारचारे त्यहाँनिर लायो। यतापट्टिको नि च्यारचारे लायो। Loading up. जोडो यो के गयो चाहिँ अहिले हेर्दै जानुपर्छ। सिङ्कालाई चाहिँ यहाँनिर यहाँ 2टा हुँदो रहेछ यस्तो लक लाउने। यसरी लाउनु पर्दो रहेछ। यो एक्स्ट्रा सिङ्कालाई चाहिँ यसरी यो पहेँलो ठेला नै त्यसलाई चाहिँ यहाँनिर अर्को एउटा यो चाबी यस्तै हुँदो रहेछ। यसमा पनि यसैलाई घुसायो, यसरी घुसाएर राख्थ्यो। अनि यो एक्स्ट्रा यो किलाहरू दिएको हुँदो रहेछ। यो किलाहरूलाई चाहिँ एवं रितले खेलाएर राख्थ्यो। You look like a worm. But I am. Then go find some food. What? Go find some food. There's food over there. No, you're gonna need to go find it. टेन्सी निकै ठुलो रहेछ यो। Now fall down. छेउछेउमा यो रहेछ यस्तो। यसलाई यसरी यसकोमा लगाइदियो, यसकोमा। यो माथिको रेनकोटलाई चाहिँ हामीले फिट गर्दैछौँ अहिले। यसलाई यो लायो। यसलाई चाहिँ यसको चाहिँ यहाँ रहेछ नि त लक लाउने। यो चाहिँ यस खासै चाहिँ यसको चाहिँ रहेछ क्या यो हुक अड्काउने। अब यतापट्टि यसको पनि लगाइदियो। अनि यसको यो लक यहाँनिर चाहिँ इलेक्ट्रिक चार्ज गर्ने उयो पनि रहेछ यहाँनिर। यहाँदेखि तार छिराएर भित्र लगेर चार्ज गर्छ। यसलाई चाहिँ ठ्याक्कै अड्काइदियो। अनि यसरी ठ्याक्कै लक लगाइदियो। हाम्रो यो
क्याम्पिङको यो फुल्ली रेडी हो। यो किला चाहिँ यस्तो टन्न दिएको हुन्छ, लक लगाइदियो यसरी लक लाग्दियो। लास्ट स्टेप भनेको यो चार सुरुमा यसलाई बाँधेर राख्ने, यो हावा हुन्डरीबाट जोगाउने। यो यसलाई चाहिँ यसरी ठोक्नुपर्छ, धेरै लामो बनाएर पनि होइन, ठिक्कको छोटोमा यतिकोमा यति यसरी राखेपछि भने एक्स्ट्रा प्रोटेक्सन, हावाहरूले पनि यो उडाएर लानु सक्दैन। हावा भने 100% 100 डरो हो। लास्ट एउटा चाहिँ यहाँनिर यो लामो पनि नबनाउने, ठिक्कको यतिकोमा यतिकोमा बनाएर लास्ट वान बस। ल हाम्रो टेन्ट $100 को टेन्ट रेडी भयो। 6 जना अट्ने, दुईटा ब्ल्याङ्केट फ्री है। अनि के हो दामी छ। ए उयो ओछ्याउनु पर्छ होला त्यहाँ उयो। यत्रो स्पेस हुन्छ नि आम्मामा। यो चाहिँ स्लिपिङ ब्याग हो। दुईटा स्लिपिङ ब्याग चाहिँ यो टेन्ट किन्दाखेरि ती बक्सभित्र नि आउँदो रहेछ। फोटो एउटा स्टिक रहेछ यो। यहाँनिर देखाउ त, यहाँ यस्तो यहाँनिर रहेछ लोगो भएकोदेखि यहाँ तल एउटा छिराउने यस्तो पकेट जस्तो रहेछ, त्यहाँ छिरायो। अनि छिराएर यहाँनिर यहाँनिर यो दुलोमा एउटा यो चाहिँ यो दुलोमा यसरी छिरायो, यहाँनिर यस्तो दुलो। अनि एक्स्ट्रा यहाँनिर अर्को यहाँ एक्स्ट्रा यसको यहाँ दुलो हुँदो रहेछ यसरी छिराएपछि। यो चाहिँ अगाडिको बलेसी भयो छाना, यसले चाहिँ पानीहरू यता आउनु तलबाट चिसोले हान्छ। यस्तो यतिको बाक्लो चाहिँ हुनैपर्छ है, चिसो केटाकेटी छ भने चाहिँ ठ्याक्कै हो। यहाँ पनि कलरहरू लगाएर जोड्ने छ कि यहाँनिर यसरी ठ्याक्कै जोडिदियो। अझै दुईटा चाहिने रहेछ नि कि सर, अझै दुईटा चाहिन्छ। यतिको भएपछि चाहिँ हामीलाई चिसो भएन। फाइनली हाम्रो यो क्याम्पिङ टेन्ट पनि रेडी भयो। तपाईँको 6 जना मान्छे अट्छ भनेको छ, तर यहाँनिर म्याक्सिमम हामी यस्तो मान्छे यहाँनिर 7-8 जना मान्छे अट्छ मजाले। सो फाइनली हाम्रो टेन्ट चाहिँ यस्तो भयो, एकदम दामी छ। मलाई चाहिँ एकदम मन पर्यो यो टेन्ट। हामीले एक रात सुत्यौँ पनि यहाँनिर। यस्तो दामी छ, यस्तो दामी। यसमा चाहिँ यो झ्याल पनि रहेछ। सुन त यो झ्याल खोला त एकखेप, यो झ्याल खोलेर देखाउँ। यसमा झ्याल पनि हुँदो रहेछ, हेर्ने ओपन, अल द वे ओपन। यतिको यहाँ भित्रबाट हेर्ने, बाहिरको सिन हेर्ने। यहाँबाट एउटा झ्याल पनि हुँदो रहेछ। अनि यहाँ पनि अर्को झ्याल, यो पनि खोला त, यहाँ पनि अर्को एउटा झ्याल हुँदो रहेछ। यहाँ पनि बाहिरको आउटसाइड सिन हेर्ने एउटा त्यहाँ पनि झ्याल हुन्छ है। अनि यहाँ पनि हुँदो रहेछ अर्को झ्याल, खोइ अर्को झ्याल, यहाँ पनि वान मोर झ्याल। यो पनि एक्स्ट्रा लाउनु पर्ने बिर्सेछ मैले। सो यहाँ पनि झ्याल हुन्छ। यसको 4 कुने झ्याल हुँदो रहेछ। अनि दामी छ। अब यसलाई चाहिँ मैले भित्र गएर हेर्दैछु। यो टेन्ट चाहिँ यस्तो छ, टेन्ट दामी छ, दामी। अनि यहाँदेखि तार इलेक्ट्रिक वायर चाहिँ भित्र यहाँबाट छिराएर यहाँ चार्जर गर्ने स्टेसन त्यहाँ राख्दा पनि भयो। अनि यहाँ यत्रो स्पेस हुन्छ केटाकेटी खेल्ने। मलाई चाहिँ मन पर्यो।
$100 को 10. It's worth it.